बी लेखाउने हैन नि त फर काइट के फर काइट हुन्छ हो ल त्यो चाहिँ लेख्ने हो फर ऑरेंज यता हेर्ने के ओरेंज अब ओरेंज को कुन लेख्ने अगाडिको भनेपछि हो ल के फर ओरेंज रे हो ल अब उता उता हेर्ने के छ त्यहाँ सुरुको म्याङ्गो हो ल म्याङ्गोको के छ अगाडिको त्यही लेख्ने यम भएन अलि राम्रो भएन अलि राम्रो बनाएर लेख त यस्तो गर्ने के यसरी तान्ने अनि यसो गर्ने अनि यसो गर्ने अनि यसो गर्ने हस् ल अब के फर उता हेर त उता के छ उता चित्र हेर न चित्र अब कुनको पालो हो ल लेख जे फर जग भन्दै लेख जे को अलि खुट्टा तान्देऊ न अलि हो र यसो गरेर हस् ल के फर फिस हुन्छ हो ल ल कति मिलाएर सबैले क्ल्याप गर्देऊ ल क्ल्याप भयो नि त हस्